हेलो साथीहरू, आज भने चाहिँ म चाहिँ त्यतिकै घरमा गोट्ला गर्दै बसिरहेको छु। गोट्ला गरेर भर्खर रिल्स बनाएर बसेको है। म चाहिँ अब रिल्स मात्र बनाएर भएन है, गाउँ बस्तीमा बसेपछि एकछिन टाइम पाएर रिल्स बनाएको गोट्ला गर्दै। अनि अब चाहिँ म टमाटर रोप्न जाने माथिनिर आलीको छेउछाउमा म चाहिँ टमाटर रोप्ने गर्छु। आली सब्जीको छेउछाउमा आलीबाट उँधो झर्छ नि त। अनि अहिले चाहिँ यति नै रोप्छु। अस्ति रोपेकोहरू पनि अहिले सिमट देखाउँछु तपाईँलाई होइन। अनि अरू चाहिँ यस्तरी सानो सानो छ। यो प्याज रोपेकोमा मैले यो क्यारेटमा प्याज रोपेको थिएँ। अनि यसमा चाहिँ मैले टमाटर छरेको थिएँ। सानो सानो छ। यसलाई चाहिँ अब अलिक दिन बादमा अलिक ठुलो भएपछि मात्र रोप्ने। अनि अब भने चाहिँ म जान्छु टमाटर रोप्छु आलीमा होइन। अनि यहाँ चाहिँ मुलाबारी हो साथीहरू, मैले अस्ति रोपेको देखाउनु पाइनँ यो चाहिँ। अनि दामी भएको छ मेरो मुलाबारी चाहिँ। अनि कति मान्छेहरूले मैले दिनै भिडियो अपलोड गर्दाखेरि, दिनै रिल्सहरू अपलोड गर्दाखेरि मान्छेहरूले सोच्छ होला यसको चाहिँ केही कामै बेगर काम रहेनछ यसकोमा चाहिँ, खालि रिल्सहरू बनाइबस्छ, भिडियो बनाइबस्छ, काम नपाएर भन्छ है। तर म उनीहरूले भन्दा पनि धेरै काम गर्छु। एक त म भिडियो अपलोड गर्छु, तपाईँहरूको लागि भिडियो बनाउँछु, रिल्स बनाउँछु, तपाईँहरूलाई देखाउनलाई होइन, तपाईँहरूलाई इन्टरटेन गराउनको लागि। अनि भने चाहिँ म साथसाथै काम पनि गर्छु। मेरो चाहिँ दुईवटा काम हुन्छ। एउटा चाहिँ फेसबुकमा काम हुँदैछ होइन, रिल्सहरू भिडियो अपलोड गर्नु पनि एउटा कामै जस्तो हो। अनि अब त्यस्तो साह्रो भन्नु केही छैन है। कतिले चाहिँ त्यस्तो सोच्नुहुन्छ होला, कतिले चाहिँ सोच्नु हुँदैन है। अब म चाहिँ टमाटर रोप्छु यहाँनिर बैगुनको छेउछाउमा रोप्ने। यो चाहिँ म चाहिँ टमाटर रोप्नुको लागि माथि जाँदै थिएँ नि त पानी जोड्नुलाई होइन। मैले चाहिँ अस्ति छरेको धनियाँ चाहिँ यत्रो भइसकिसकेको छ। यम्मा कस्तो दामी भइसकेको छ। अब अलिक दिनमा चाहिँ खानुहुन्छ। अहिले नै उखालेर खाँदा पनि हुन्छ, तर अलिक दिनमा चाहिँ अलिक ठुलो भएपछि मजा आउँछ नि त, खानु मिठो हुन्छ। अनि भोटे धनियाँ र यो धनियाँ अनि एउटा मिन्ट भन्ने पाउँछ है, हो यो चाहिँ एकदम दामी लाग्छ मलाई चाहिँ धनियाँमध्ये चाहिँ। अनि यहाँ हेर्नुहोस् ल साथीहरू, यहाँ हेर्नुहोस् है, बोट हेर्दा चाहिँ यस्तो माया लाग्दो छ होइन, तर बिचराले फल दिइरहेको रहेछ यहाँनिर है। यहाँनिर एउटा काँक्रा, यो बोटबाट चाहिँ मैले अस्ति पनि दुईवटा काँक्रा खाएँ होइन, दामी दामी। एउटा त ठुलो थियो, एउटा त अलिक सानो तर खुङ्लिङ्गै भएको थियो, बाईँ जस्तो भएको थियो। अनि यहाँ चाहिँ एकदम दामी भएछ यो चाहिँ, खङखङ लाग्दो भएछ। यो अलिक ठुलो होस् त्यहाँदेखि चाहिँ खानु मजा आउँछ होइन। अनि अर्को चिचिला पनि लाग्दो रहेछ यहाँनिर। यो चाहिँ बस्तीकै हो, तर योपालि चाहिँ के भएको नि, यसपालि अलिक सानै बोटमा फल्यो। अनि बोट पनि पहेँलो भइरहेछ। मल त फेरि दामी नै लागेको हो यसमा, दामी भएको छ है साथीहरू। अब चाहिँ म टमाटर रोप्न जान्छु। मैले चाहिँ टमाटर रोपिसकेँ। अनि टमाटर रोपेर अब यहाँ पानी लाउँदैछु। म चाहिँ यसरी ड्याङको, यो चाहिँ ड्याङ भयो बैगुनको ड्याङ होइन, अनि यसको छेउछाउमा यसरी रोप्ने गर्छु। यसरी पानी हाल्छु म चाहिँ। तपाईँहरूकोतिर चाहिँ कसरी रोपेर पानी लाउनुहुन्छ? म चाहिँ यस्तै गर्छु। मैले चाहिँ टमाटर रोपिसकेँ। अनि यहाँ भनेको चाहिँ यो अस्ति रोपेको टमाटर हो। यहाँ हेर्नु सक्नुहुन्छ तपाईँले, फुल पनि फुल्दैछ। अस्ति रोपेकोहरू चाहिँ फुल पनि फुल्दैछ होइन। यहाँनिर एउटा चाहिँ फलेछ, यहाँनिर एउटा फलेको थिएछ, यहाँनिर चराले खाएछ, दाना निस्किरहेछ है, पाकिरहेछ टमाटर हाम्रोमा चाहिँ। अनि यहाँ चाहिँ टमाटर रोपेको, टमाटर किनेर ल्याउँदाखेरि चाहिँ एक झ्याङ भए पनि बन्दाकोपी आएछ मेरोमा चाहिँ। यहाँनिर चाहिँ छ हाम्रो टमाटर। अनि यहाँ तल पनि आलीमा मैले टमाटर लगाएको छु। र आजको काम चाहिँ यति नै थियो। हुन्छ, बाई बाई। हामी फेरि पनि नेक्स्ट भिडियोमा भेट्नेछौँ।